हेलो गाइज, गुड मर्निङ, वेलकम ब्याक टु माई च्यानल। र अहिले चाहिँ म अफिस जानको लागि तयारी हुँदैछु। अब तयारी भएर ब्रेकफास्ट गरेर चाहिँ म अफिस जानेछु। त्यसपछि अफिसमा कामहरू के हुन्छ हो त्यो सबै हेर्नेछु र तपाईँहरूलाई पनि देखाउनेछु। र भिडियो अन्तसम्म हेरिदिनुहोस् होला है त। धेरै दिनपछि आज दिन पनि एकदमै राम्रो भइरहेछ। के खाएको? के खानु भएको? अब भिज्यो। अब भिज्यो अब सबै भिज्यो सबै। कहाँ आउनु भएको? खै कहाँ आउनु भएको? के खानु भएको? अप्पै भिज्यो। के खानु भएको भन्नुहोस् त? हजुर के खानु भएको? अब त्यो पानी खेल्नु हुँदैन, चिसो। र आज आउने गेस्टहरूको लागि चाहिँ रुम रेडी हुँदैछ कि भएको छैन, म त्यो चेक गर्नुको लागि जाँदैछु। आज चाहिँ दिन मजाको भइरहेको छ, एकदम सफा भइरहेको छ दिन। यहाँ चाहिँ हाम्रो बहिनी के भन्छ यसो र यो रुम भइसकेको। $310 का हीटर डाला ना आज। इसका हेवी हो गया नहीं आज तो। इसका दीदी बहन। हाँ दीदी बहन का बोल रहा है ना, ढकेलता है। ये हाउसकीपिंग का एकदम बलिया गर्ल है। मारेगा ये तो। तो राकेश कैसा हो रहा है काम? अच्छा काम चल रहा है। 308 का ये चेकआउट गेस्ट है ना? हाँ। रूम अच्छे से साफ नहीं करता है ये राकेश। ये क्या है यहाँ? ये कैसा कुछ भी अच्छे से कर। अब इधर मेरा मत दिखा ना तो ये सटा देगा लोग तो। बोलना है। कैसा रहा? ठीक हो। हाँ काम अच्छा हो रहा है ना? हाँ अच्छे से करना, ऐसा ही है टाइम पर। यो चाहिँ हाम्रो डाइनिङ हल हो र यहाँ चाहिँ हाम्रो F&B म्यानेजर मिस्टर जीवन थापा, उहाँले चाहिँ सबै यो रेस्टुरेन्ट चाहिँ लुक आफ्टर गर्नुहुन्छ। उहाँले सबै स्टाफहरूलाई चाहिँ उसको अन्डरमा चाहिँ काम गराउनुहुन्छ। अहिले चाहिँ सबै गेस्टहरू ब्रेकफास्टहरू सकेर चाहिँ उहाँहरू साइट सिइङ जानुभएको छ। र यस्तै छ हाम्रो चाहिँ डाइनिङ हल। दार्जिलिङबाट हो, उहाँले चाहिँ बार लुक आफ्टर गर्नुहुन्छ र उसको चाहिँ उहाँको चाहिँ ककटेल एक्सपर्टहरू हो यिनीहरू चाहिँ। फेरि एकचोटि आउनु होला ककटेल ट्राई गर्नु। तपाईँलाई डेमोन्स्ट्रेसन अब बार चलेको बेलामा चाहिँ देखाउने छु।
वेदर बिग्रेर यस्तो भइरहेछ। तलतिर त घाम लागिरहेको होला, प्लेन्सतिर त। यहाँ त यस्तै छ, बेलुका भएकी यस्तो हुन्छ आफ्टरनुन। हस् त गाइज, आजलाई चाहिँ यति नै। फेरि भएछ भने भोलि भेटौँला अर्को नयाँ भिडियो लिएर। आजलाई चाहिँ यति नै, यतिमै समाप्त गरिरहेको छु। र प्लिज सपोर्ट गरिदिनु होला मेरो च्यानललाई, र मन पऱ्यो लाइक, सब्सक्राइब र सेयर पनि गरिदिनु होला।